चाहिँ यहाँको मार्न खोजेको सकिन्छ सकिँदैन ऊ बगायो हो त्यही पक्र्यो हेलो एन्ड गुड मर्निङ टु सबैजना सन्चै हुनुहुन्छ होला अहिले तपाईँ पनि सन्चै हुनुहुन्छ भने आश गरेको चाहिँ अनि अब उता एक फलको होइन भिडियो लिएर आइसकेको भिडियो चाहिँ के कस्तो लाग्छ अन्तिमसम्म हेरेर अनि आज चाहिँ हाम्रो भिडियो हुन्छ होइन खोला चारबाट माछा मार्न लागेको हामीले त आज टक्कै है माछा चाहिँ यहाँको मार्न खोजेको सकिन्छ सकिँदैन हेरौँ है पानी चाहिँ सानो सानै छ तर अलिकति जरुरा भएर त अलिक समस्या उता साइड फर्काउनु भनेको पानी चाहिँ उता माथितिरबाट अलिकति गाह्रो हुन्छ होइन देखाइ नै हाल्नेछु माछा त अलिअलि छ कि जस्तो छ हेरौँ अहिले चाहिँ फिजिकै घर चाहिँ देखिरहेको छौँ है अब सिधै दली फर्काइसकेपछि देख्न सक्नुहुन्छ हामीले चाहिँ टक्कै होइन फर्काइसक्यौँ अनि यो साइड दली फर्काएको साइड चाहिँ यहाँ दाइले चाहिँ माछा पकाउँदै हुनुहुन्छ हेरौँ है कत्रो पक्रिन्छ टक्कै पक्रिने हो कि त्यही छ उफ्रिँदैछ त सानो भयो नि होइन होइन त्यो गरे होइन त्यो पानी चाहिँ सबै नै पाऱ्यो यो साइड फर्काएर अब यो त तल पनि छ फर्काउनु पर्ने होइन त्यो छैन त्यत्तिको भइसक्यो है त अनि हाम्रै तलको दा पनि हेरौँ न त कतिको भयो हो नो सल्याट्टै गइसकेको नि दा त सानो भइसक्यो नि अब यहाँ आउनु छिटो यहाँ माछा छ यहाँ मुनि यो ढुङ्गा मुनि दितेल उता साइड बस्छ उता साइड पहिला बुझ्छ अन्त ठुलो छ है माछा त ऊ बगायो हो त्यही पक्र्यो दामी माछा पक्रिँदा यो आफ्नै संसारमा हिँडिरहेको छ ल अच्छा सानो दुईवटा भइसक्यो के भिजाएर राख्ने केलाई त्यत्तिकै राख्ने हो फेरि पनि खोज्दैछ त अहिले चाहिँ रहेछ निकै दाँत खोल्यो नि खतरा हुँदैछ अलिकति समस्या चाहिँ के छ भने मेरो फोनको चाहिँ फेरि बाहिर ब्याकग्राउन्डमा कस्तो धेरै आउँछ क्या देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो लास्ट होइन यहीँ मुनि हो बाबा यहाँ चाहिँ हामीले ढडिया थापेको छौँ है त लास्ट हो नि त हो यहाँ पनि माछा त रहेछ त्यही नै हो होइन हामीले चाहिँ लास्ट भनेको चाहिँ यहाँ मार्नुपर्ने हुन्छ अब एकछिनमा चाहिँ त्यही तल सब माछा आउने उभोको अनि त्यही नै हो अनि ढडिया चाहिँ यहाँ छ ढडियाको यो चाहिँ नबाँधिरहेछ म बाँध्छु है त सो अबले चाहिँ हामीले लगभग होइन धेरै नभए चाहिँ फर्काइसक्यौँ फर्काउँदैछ र पनि यता दाइ चाहिँ टक्कै यहाँको लागि हो नि त हान्नुपर्ने हुन्छ अब चाहिँ सानो बच्चाहरू मात्रै छ त हौ त्यही नै हो लगभग अब चाहिँ हाम्रो फाइनल हुन आँटिसक्यो है त माछा पकाउने कार्यक्रम हुन लागिसक्यो है त ल फेरि माछा पक्रेछ हाम्रो माछा पक्रिन्छ अहिले हामीले ख्याल गरेनौँ क्या खोइ पक्रिन निकाल्यो अरे हो धेरै थुन्यो नि पालसाल लाएर है दामी भइरहेछ एउटा चाहिँ यहाँ भाइले बुझाउँदैछ अनि त्यही नै हो अरू त के भन्नु हजुर लगभग तर यहाँको माछा अहिलेसम्म देखेको छैन त्यो ठुलो माछा कहाँ गयो
माछा त एउटा देखिँदैन त हौ। केही छैन, रुखहरूले अलिकति ठुल्ठुलो ढुङ्गाहरू भयो त अलिक डिस्टर्ब हुन्छ हामीलाई पनि, माछा मार्नु अलिकति गाह्रो है त। अब चाहिँ यहाँ पनि खोल्नुपर्ने हुन्छ है त, त्यही न हो। अब त हामी माछा अपनतिर लाग्छौँ है त। मिहिनेत चाहिँ खतरा गरेको हो, तर के गर्नु सफलता भएन जस्तो छ। त्यसले चाहिँ फेरि पनि माछा पक्रेछ है त, निकै गाह्रो भयो यति माछा मार्न चाहिँ। हामीले चाहिँ यहाँको ठाउँ चाहिँ यस्तो खोलेर बनाएको, माछा चाहिँ मरेन है त। खोइ हो त्यो उयो लाउनु त, ढडियामा परिसकेको माछा नि उम्केर गयो आज हाम्रो। हो नि हजुर, हो त्यो यो साइड हो। यो उँधोदेखि उँभो जान्छ त माछाहरू, कहाँदेखि आउँछ नि? पनि अलैँची बेच्दै गर्न भनेको के, अब पनि अलैँची बेच्दै गर्न भनेको पहिला पो भाइ ल गाइस, आजको माछा चाहिँ हाम्रो यति हो होइन। सानो सानो पिसहरू मऱ्यो, हुन त सानो खोलामा यतिको ठिकै हो। केटाहरू अब तिर्पलहरू पटाइवरी भइसकेको छ। ल माछा मरेकै यति, के छैन। ओ भक्तु आइज, ओ कहाँ हो क्यामेरा है? आजको दिन चाहिँ हाम्रो यत्तिकै बित्यो है त, केही परेन। आज दुःख त खतरा गर्नु पऱ्यो हाम्रो, त्यही त हो नि। आज त खासै हुँदैन त, दुःख त खतरा गर्नुपर्छ। अनि अब चाहिँ पानी यता खुल्नु पर्ने, अब यो दा पनि टक्कै बढ्छ है। अब चाहिँ घर जानुपर्ने हुन्छ क्या। आजको दिन चाहिँ त्यतिकै सक्यो। हाम्रो यता साइड पाल छ, पाल पनि अब निकाल्नु पर्छ है त।